ल हजुरहरूको नाम भनिदिनुस् प्रतिमा युनेश ओके We are going. डोरीसम्म आउनुहोस् डोरीसम्म आउनुहोस् यसरी यो एलो मात्रै हैन सबै ए अच्छा 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 ए न त्यसरी हैन सिधा गरेर रे यसै ठिकै छ सिधा आफै हुन्छ त्यसो त परोसँग हुनु हैन हो ओके तपाईहरु बाहिर जाँदै गर्दाखेरि हेभी फिल हुन्छ यो भनेको नर्मल हो यो निकाल्न अनि त्यो छोड्नुहुन्छ अब हल्का डोरीले तानेको जस्तो हुन्छ है नो प्रब्लम तान्नै पर्यो नि मलाई पछाडी तान्नु लाग्यो म समाइदिरहेको छु डोन्ट वरी आए मेरो काम दुख्छ सेफ्टी अफ है ल सेफ्टी अफ रे हुन्छ ल ल म के खाऊ तलबाट निक्लेर ए निउरेर जान्छ निउरिनु सक्छु ए ओइ डर लाग्दो रहेछ यहाँदेखि त कुन चाहिँ खुट्टा अगाडि राख्नु रे कुन खुट्टा अगाडि राख्नु रे दाइ एकदम राम्रो छ लेफ्ट खुट्टा हो सिधा उभिनुस् एकछिन है दाइ ल ठिक छ ल माथि हेर्नुस् है ल लामो लामो सास फेरि रेडी हुनुहुन्छ Yes. ओके काउन्टडाउन फर यु 3 2 1 स्टार्ट फाल्दा चाहिँ अलिकति उयो ट्रिपल ए क्यामेरा खै खुट्टा सिरिङ सिरिङ भएर खोइ खुट्टा हालेर गर्दाखेरि मुनि स्वेट जम्पिङ गर्न सक्छ त मेरो खुट्टा यस्तो यस्तो भइरहेको अलिक उकालो लिनु सक्यो ए यही जस्तो चढ्ने हो यहाँ चढ्ने जस्तो छ ए अझै खिच्छ यस्तो देऊ ए यहाँ त म मात्रै निस्किरहेको छु जस्तो छ निस्किन्छ आयो मेरो भाटी यो चाहिँ यस्तो तान्नु मिल्यो मिल्छ त्यो तिमीलाई सम्हाल्नु तर फिफल हुँदा त के हो चरङ चरङ खुट्टै छैन क्या ल कहाँ छमाउँछ जस्तो भइरहेको है म कसरी हात पाल्ने बन्दी जम यस्तो गर्नु अलिकति अलिक यस्तो गर्नु उक्नु पायो होला ल माछा मार्नु जानु पाएन अन्त आँखा खोलेर जानु रे आँखा बन्द भयो आँखा बन्द गरेर मैले केही पनि देखेन आँखा बन्द गर्नु पर्यो आँखा बन्द गरेर आएपछि कहाँदेखि देख्छ त अनि रिल्याक्स गरेर बस्नु त थकला मुन्ने अरे मुनि हेरौँ के यसलाई समात्दा के होला त्यो नसमा पनि खाँदै आऊ ओके ओके म तल समाइरहेको छु त आयो ढाड है छिटो त ढाड दुख्यो म त छेके तिम्रो भिडियोले भन्ने मजा आयो तिमी आउँदैछौ मजा आयो मजा आइरहेछ खुट्टा त यस्तो 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 भएको क्या मेरो त नै मलाई त भएको थिएन कि त्यो एक्कासी स्वाट झर्दाखेरि चाहिँ कहाँ झरे जस्तो लाग्यो कहाँ झरे जस्तो भएको थियो डोरी पनि चढेन जस्तो लागिरहेको त्यस्तै भएको थियो आयो त्यस्तो भएको थियो के झार्नु ओके ओके ए त्यो गर्नुपर्ने छ ए त्यहाँ अड्क्यो नि त ए त्यही भएर हामी बाङ्गो भएको बुझिस् ए त्यही भएर ए ढाड ले यति आयो मेरो ढाड दुखिसक्यो ए ल यस्तो गर न ल ल गर त्यो ढाडा आयो रेड रोड डोरीसम्म आउनुहोस् ओके हात छोड्नुहोस् यहाँ माथि केबलसम्म आउनुहोस् न यहाँ माथिको यता 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 अर्को हात पनि कस्तो भयो तपाईँहरूलाई ल यता हेर्नुहोस् एकदम बढिया